हेलो एन्ड नमस्ते। आज म यस भिडियोमा डगहरूले घाँस खाने र भोमिट गर्ने समस्याको बारेमा तपाईहरुमाझ केही जानकारी लिएर आएको छु। तपाईहरुको डगले दिनमा 4-5 पटक घाँस खाने र भोमिट गर्ने गरिरहेको छ भने तपाईहरुको डगलाई पेटमा समस्या भइरहेको छ भन्ने बुझ्नुपर्छ। यदि डगहरूले 10-15 दिनमा 1-2 पटक मात्र घाँस खाने र भोमिट गर्ने गर्छन् भने त्यसलाई सामान्य रूपमा लिन सकिन्छ। तर दिनमा 4-5 पटक घाँस खाने र भोमिट गर्ने गर्छन् भने तपाईहरुको डगमा पेट सम्बन्धी समस्याहरू छ भन्ने बुझ्नुपर्छ र तुरुन्तै भेटनेरी डाक्टरको परामर्श लिनुपर्छ। जब डगहरूले पेटमा असहज महसुस गर्छन् र घाँस खान्छन्, घाँसले पेटको भित्री भागलाई इरिटेट गर्छ र भोमिटिङको लागि ट्रिगर गर्छ, जसले गर्दा डगले भोमिट गर्छ र पेटमा भएको असहजतालाई हटाउने प्रयास गर्छ। विशेष गरी कुकुरहरूलाई ग्यास्ट्राइटिस भएको छ, परजीवी जुका नामले फित्ते परेको अवस्था छ, पोइजन खाएको अवस्था छ, प्लास्टिक कपडा खाएको अवस्था छ, खराब खाना खाएको अवस्था छ अथवा अपच भएको अवस्था छ, चाहिने भन्दा धेरै खाना खाएको अवस्था छ, अचानक डाइटमा परिवर्तन भएको अवस्था छ, कहिलेकाहीँ पार्वो रोग लागेको अवस्था छ, डिस्टेम्पर रोग लागेको अवस्था छ भने यी यस्ता समयमा डगहरूको पेटमा चाहिँ अपसेट हुने र असहज हुने गर्दछ। सोही असहजताबाट मुक्ति पाउन उनीहरूलाई चाहिँ प्राकृतिक रूपमै घाँस खाने र भोमिट गर्ने गर्छन्। उनीहरूले चाहिँ यदि तपाईहरुको डगले पनि यस्तै गरिरहेको छ भने तुरुन्तै भेटनेरी डाक्टरलाई सम्पर्क गरी उपचार गराउनु हुन म सुझाव दिन चाहे हजुरहरूलाई। अन्त्यमा यो भिडियोलाई अन्त्य गर्नुभन्दा अगाडि यदि तपाईहरुले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने अहिले नै सब्स्क्राइब गर्नुहोला र तपाईहरुमा केही तपाईहरुको डग पेट हेल्थ सम्बन्धी र लाइभस्टक एनिमलहरू जस्तै गाई बाख्राहरू सम्बन्धी पनि तिनीहरूको स्वास्थ्य सम्बन्धी पनि केही जिज्ञासाहरू छ भने कमेन्ट बक्समा राख्नुहोला। हामीले तपाईको जिज्ञासालाई समाधान गर्ने प्रयास गर्नेछौँ। यति भन्दै आजको भिडियो अन्त्य गर्न चाहन्छु। धन्यवाद। नमस्कार।